फाइनली मैले चाहिँ युट्युबमा देखेको थिएँ। आज चाहिँ म दुधकुण्ड आइपुगेको छु हैन। अनि मैले चाहिँ युट्युबमा देखेको थिएँ, आज म यहाँ भित्र प्रत्यक्ष पस्न पाउँछु। खोटाङ माछा यहाँनिर है। माछा त अर्को ठाउँ राम्रो छ। दुधकुण्ड उहाँ छ माछा ठुल्ठुलो धेरै चाहिँ। जुत्तै लाएर आयो। दुधकुण्ड उहाँनिर छ क्या धेरै माछा चाहिँ यहाँनिर। फाइनली दुधकुण्ड मैले अस्ति भर्खरै युट्युबमा देखेको थिएँ, आज प्रत्यक्ष बाहिर। दुधकुण्ड berat kayak ini. कति ठुलो है। यहाँ पहिला दुध थियो अरे नि त, पछि पकाएर खाँदाखेरि पानी भयो अरे, त्यही भएर यस्तो। पहिला दुध हुन्थ्यो अरे कि यहाँ। हजुर पछि पानी भएको। यहाँको दुध पकाएर खाँदा चाहिँ पानी भएको थियो अरे क्या पकाउँदा चाहिँ। अस्ति युट्युबमा हालेको थियो नि। हजुर अनि त्यो माछा त कस्तो खालको रहेछ हेर्नु त। बाङ्गिए छ भाँचे। एउटा रातो छ अरेन्ज छ। बड़का बड़का स्टाइल माछा खायो भने खाने मिस्त्रीहरूले मोर भन्छ क्या। माछा खानु पनि हुँदैन रे यति